So hey guys, welcome back to my video. कस्तो छ तपाईहरुलाई? This is Suraj and you are watching Suraj and YouTube channel अनि कस्तो छ तपाईहरुलाई? सन्चै हुनुहुन्छ होला है. अनि if you are planning to apply for Australia अनि यो भिडियो चाहिँ हेर्नु होला हैन. किनकि हजुर अस्ट्रेलिया आउँदाखेरि चाहिँ बवाल खतरा हुन्छ, बवाल छ यार, बवाल पैसा कमाइन्छ है, बवाल हुन्छ, लाइफ बवाल हुन्छ भन्ने सोचेर आउनुहुन्छ अनि यहाँ आएर चाहिँ अनि सुरुको 1-2 महिना 3-4 महिना होइन 6 महिना हजुर लाइक सोचेको भन्दा फरक पाउनुहुन्छ. आएकोलाई 1 महिना त रमाइलो गर्नुलाई घुम्नुलाई पैसा सैसा लिएर आउनुहुन्छ, चिलमा आउँछ होइन. अनि त्यसपछि चाहिँ जब काम है काम हुँदैन, काम पाइँदैन अथवा सोचे जस्तो काम पाइँदैन, एक्सपेक्टेसन मिट हुँदैन अनि त्यति बेला चाहिँ जब कलेज जानुपर्छ होइन. अनि ट्याक्सको काम पाइयो अनि पनि धेरै गर्नु मिल्दैन. अनि त्यो भएपछि फ्रस्ट्रेसन स्ट्रेस बल्ल बढ्न लाग्छ कि अनि जुन जुन एक्सपेक्टेसन हुन्छ, इमेजिनेसन हुन्छ नि, ओ माई गड अस्ट्रेलिया इज माई ड्रिम कन्ट्री, लाइफ लेभिस हुन्छ मेरो अस्ट्रेलियामा भन्ने एउटा त्यो मेन्टालिटी हुन्छ नि. त्यो मेन्टालिटी चाहिँ यस्तरी ब्रोक हुन्छ. अनि त्यसपछि अनि तपाईँहरू त्यसपछि अनि त्यो हुन्छ नि एक्सपेक्टेसन गरेको त्यो सबै चकनाचुर हुन्छ नि तपाईँहरू. अनि त्यस सिधै तल आउनुहुन्छ अनि एकदम गाह्रो हुन्छ, हजुरलाई चाहिँ स्ट्रगल हुन्छ 6-7 महिना. त्यो भएर चाहिँ अस्ट्रेलिया आउँदै हुनुहुन्छ भने चाहिँ राम्रोसँग रिसर्च गर्नु होला, के पढ्न आउँदै हुनुहुन्छ होइन. त्यसको कन्सल्टेन्सीको भरमा उसले त्यो जे पनि भन्छ, कन्सल्टेन्सी पैसा आउने आफूलाई चाहिँ नि भन्छ. आफूले रिसर्च गरेर अनि मेन्टल्ली चाहिँ स्ट्रङ भएर एकदम धेरै स्ट्रङ भएर के लाइक हुन्छ नि लाइफ चाहिँ त्यस्तो बवाल हुँदैन है, त्यस्तो लेभिस लाइफस्टाइल चाहिँ हुँदैन. हुन्छ तर पछि बिस्तारै हुन्छ. हजुरले एडप्ट गर्दै गएपछि सबै सिचुएसन होइन, स्टेबल काम भएपछि सबै कुरा स्टेबल भएपछि हुन्छ, नहुने होइन. तर सुरुमा चाहिँ आउने बित्तिकै त्यो अस्ट्रेलिया भन्ने जस्तो चाहिँ हुँदैन, दुःख चाहिँ गर्नुपर्छ. उस्तै पर तपाईँ कति दिनसम्म खाना राम्रोसँग भात नखाइकन काम जानुपर्छ, कलेज गर काम कलेज गर, यस्तो लाइफस्टाइल नै हुन्छ. सो मेन्टल्ली प्रिपेयर भएर आउनु होला, एकदम धेरै प्रिपेयर. मलाई जस्तो सिचुएसन आए पनि म चाहिँ गर्छु, दुःख गर्न जाने हो होइन. अनि सुरुमा दुःख हुन्छ, पछि चाहिँ अभियसली हेल्पफुल हुन्छ, सजिलो हुन्छ, राम्रो हुन्छ, स्टेबल हुन्छ भनेर आउनु होला. अनि त्यही हो. अनि त्यही हो, मेन्टल्ली स्ट्रङ हुनु होला. अब के भनौँ मैले, त्यही हो गाइज. अस्ट्रेलिया आउँदा हुन्छ मेन्टल्ली स्ट्रङ भएर आउनु होला. ल, थ्याङ्क यू सो मच फर वाचिङ. अरू फर्दर इन्फर्मेसन, अरू केही इन्फर्मेसन चाहिन्छ भने चाहिँ जस्ट कमेन्ट डाउन बिलो. अनि म चाहिँ त्यो कमेन्ट अथवा त्यो क्वेरीमा चाहिँ भिडियो गराउने छु. सो हजुरहरूलाई केही हेल्पफुल होस्. म चाहिँ जस्ट यति भन्न खोजेको कि अब न्यू अपकमिङ मान्छेले चाहिँ, अपकमिङ स्टुडेन्टले, स्पेसल्ली स्टुडेन्टले चाहिँ मेन्टालिटी यस्तो स्ट्रङ गराएर आउनुहोस् कि यहाँ आएर पनि जस्तो सिचुएसन आओस् ह्यान्डल गर्न सकियोस् कि होइन. काम गाह्रो होस्, गर्ने गाह्रो दुःख गर्न आएको या सधैँभरि यो गरेन नि त, केही समयको लागि हो, ठिक छ भन्ने होइन. अघि बढ्ने क्या, गर्ने दुःख गर्ने. सुरुमा आएर होइन म त गर्दिनँ यो काम, गर्दिनँ क्लिनिङ, या टोइलेट कसले क्लिनिङ गर्छ, म त यस्तो, या कसले भाँडा पार्छ, म त यस्तो होइन. सधैँभरिको लागि हुने होइन त्यो काम. सर्टेन तपाईँ स्टेबल हुनेसम्म हुने गर्ने हो, स्ट्रगल दुःख हुन्छ. सो यो कुरा चाहिँ मेन्टल्ली प्रिपेयर भएर अनि स्ट्रङ भएर आउनु होला. सो थ्याङ्क यू सो मच फर वाचिङ. बाई गाइज.